नमस्ते सबैजनालाई। आजको एउटा कुरा मलाई के धेरै दुःख लाग्यो, म त्यो भन्न गइरहेको छु तपाईहरुलाई। म अहिले फेसबुकमा धेरै कुराहरू देख्दैछु कि सांसद भवन जलायो, यो गर्यो त्यो गर्यो। सांसद भवन जलाउनुको मुख्य कारण के थियो त्यो कुरा पनि त बुझौँ न। त्यो कुरालाई अब मुद्दा बनाएर मान्छेलाई भड्काउने काम नगर्नुस् के तपाईहरु। त्यो कुरा पनि बुझ्नु पर्यो नि हामीले। सांसद भवन जलायो। म एउटा कुरा सोध्न चाहन्छु तपाईहरुलाई। पहिला त्यो एक्ज्याक्ट कति थियो 79 थियो सायद। 79 जना त्यो ज्यान गुमाएका मान्छेहरू। त्यो 79 जनाको ज्यानको कीमत छैन। तिनीहरू मर्यो त्यतिकै मर्यो। तिनीहरूलाई सांसद भवन ठुलो कि मान्छेको जान ठुलो, त्यो कुरा मलाई भन्नुस् के पहिला तपाईहरु। यदि तपाईहरुको घरमा पनि घरको कोही मान्छे मरेको भए तब मात्र थाहा चल्थ्यो के सांसद भवन जलाउनु उचित थियो कि यस्तो। के भन्नु तपाईहरुलाई, के भन्नु। मलाई त एकैचोटी यस्तो लाग्दैछ नि कि तपाईहरु अमानव हो के, मानवै हैन। यदि मानवले अरु मानवको दुःखलाई थाहा भएन भने त्यो हामी मानव हैन के, त्यो जानवर हो। तपाईहरुलाई पनि यो कुरा बुझ्नु पर्यो नि। 79 जना 79 जनाको मृत्यु भएको छ, 79 जनालाई मारेछ। अनि त्यो मानि रातिमा फेरि त्यही रातिमा सबको घरमा पसेर मान्छेलाई मार्दै थियो। त्यो कुराहरू बुझ्नु छैन। अनि सांसद भवन जलायो के नेपाली जनता रहँदैन भने सांसद भवन रहन्छ? सांसद भवनको काम छ त्योमा के जानवर बस्छ त्यहाँ? यो कुराहरू बुझ्नु न के तपाईहरु। पहिला गएर सोध्नु एकपल्ट तिनीहरूलाई, जसको घरको त्यो छोरा मर्यो होला, जसको घरको बुवा मर्यो होला, आमा मर्यो होला, छोराछोरी मर्यो होला। छोराछोरी मरेको पीर के हुन्छ त्यो तपाईहरुलाई के थाहा? जो मान्छे मलाई पनि छोराछोरी छैन, तर पनि म अरूको पीर देख्दैछु नि। ज्यानको पीर के हुन्छ, किनकि म माथि नि बितेछ के त्यो कुरा। म माथि नि बितेछ, तर म आफ्नो पर्सनल कुरा मलाई राख्न मन गर्दैन। त्यो सब कुरा बुझ्नु के तपाईहरुलाई अहिले एउटा परिवर्तनको बाटो भन्दैछ रोज्न। 20 वर्षदेखि 25 वर्षदेखि त्यही कुरा चल्दै आएछ भने 80 सम्म कोहीले केही गरिरहेको थिएन। आज कोही मान्छे भन्यो कि नै म गर्छु, मलाई तपाईहरु अधिकार दिनु गर्नलाई, मलाई त्यो दिनु गर्नलाई भने त्यहाँ अहिले आएर भनेर हुन्छ कि हैन हामी अब आफै गर्छु भनेर। 25 वर्षदेखि कहाँ हुनुहुन्थ्यो तपाईहरु गर्नलाई? भन्नुहुन्छ कि परिवर्तन गरे छैन। के परिवर्तन गर्नु भएको छ? यदि तपाईहरुको नजरमा एउटा हस्पिटल बनाउनु भनेको त्यो परिवर्तन हो, एउटा सडक बनाउनु भनेको परिवर्तन हो भने म यस्तो परिवर्तनलाई मान्दैन। म पनि प्रधानमन्त्री भएको भए म त्यो भन्दा बढी कार्यकाल 25 वर्षमा म अर्कै कुराहरू गर्दिन्थे के। तर मेरो त अहिले म स्टुडेन्ट हो, मेरो पढाइ छ, यताउता सब कुरा। त्यो भएर त्यस्तो त भन्न मिल्दैन। तर पनि म भन्छु कि म ठोकुवा दिन्छु के। यदि त्यो बेलामा म प्रधानमन्त्री भएको भए म पनि कति कुरा गरिदिन्थे, अहिले यस्तो हुन्थेन। अनि तपाईहरु अहिले आएर भन्न मिल्छ कि हैन हामी त विकास गरेछु, यो गरेछु। एउटा हस्पिटल, एउटा मध्य प्रदेशकै कुरा गरौँ न। म मध्य प्रदेशबाट हो। म एउटा भएको हस्पिटललाई त राम्रो बनाउन सके छैन। त्यहाँ कति मान्छेको ज्यान जान्छ, कतिको जाँदैन, त्यो कुराहरू बुझ्नुहुन्न तपाईहरुले। कति मान्छेको ज्यान जान्छ, कसरी जान्छ त्यो कुरा म भन्छु। अब ठुलो वर्गको मान्छेलाई त केही फरक पर्दैन। पर्ने भनेको सानो वर्गलाई हो। सानो वर्गले अब बोल्नै मिल्दैन तिनीहरूले केही बुझ्दै तिनीहरूलाई त्यति हुँदैन, भन्छ कि हैन यो त सब अब भगवानको खेल हो, अब मर्ने जिउने यताउता। तर त्यस्तो हैन के। एउटा जनकपुरको अञ्चल अस्पताल, त्योमा दिनौमा जति बिरामीको उपचार हुँदैन त्योभन्दा बढीको ज्यान जान्छ त्यहाँ उपचारको क्रममा। अब भने त गरिब परिवारले मात्र जान्छ त्यहाँ आफ्नो उपचार गराउन। जो धनी छ, जोलाई पैसाको अभाव छैन, तिनीहरूले त सिधै कि त सब पहिला 3 वर्ग छ के। एउटा धेरै धनी, एउटा बीचको धनी र एउटा गरिब। त गरिबको त ज्यान गयो, त्यसको त कुनै महत्त्व नै छैन, कुनै कीमतै छैन के, भ्यालु नै छैन तिनीहरूको। त्यसपछि मिडलवालाको आयो।
मिडलवालाको आयो, मिडलवालाहरूले के गर्छ कि अब यहाँ भएन भने काठमाडौँ लाने, जुन ठाउँमा राम्रो उपचार भइरहेछ त्यो ठाउँमा लाने बिरामीलाई, त त्यहाँ गएर उपचार हुन्छ, उनीहरूनिर पैसा हुन्छ, ठिक छ भयो। सबभन्दा अब धनीको कुरा मानौँ, यही नेताहरूको छोराछोरी यताउता अलि धनी मान्छेहरूको मन्त्रीहरूको, उनीहरू कि त नेपालमा भयो भने भयो, नत्र बाहिर पठाइदिन्छ क्या आफ्नो उपचार गराउनलाई, त तिनीहरूलाई त केही फरक भएन। त त्यही भएर हो क्या, तपाईँ यदि मान्छे हो भने तपाईँलाई पनि अरूको दुःख लाग्नै पर्छ, अरूको दुःख बुझ्नै पर्छ। अब बुझ्नुहुन्न भने तपाईँ मानव होइन के, तपाईँ अमानव हो, जानवर हो क्या। अनि अहिले आएर भन्छ कि सांसद भवन जलायो। सांसद भवन किन जलाउनु पर्थ्यो? पहिला त्यो 80 जनालाई मारेको हो, 79 जनालाई मारेको हो, त्यो कुरा गर्नु न। सांसद भवन जलाएको कुरा गर्नुहुन्छ नि, त्यो 79 जना मरेको ज्यानको केही महत्त्व थिएन। अनि फेरि कसरी तपाईँहरूको माइन्ड मेकअप गर्छ यो अहिलेको नेताहरूले, लाज पनि लाग्दैन क्या तिनीहरूलाई। बोल्न नि एकचोटि पनि बोल्नलाई त्यो हुन्छ नि कि होइन यस्तो गर्नु पर्दैन भनेर, एकचोटि पनि त्यस्तो सोच आइरहेको छैन कि यिनीहरूलाई। अनि भन्न पनि के भनौँ, जनतै खराब हो क्या, नेपाली जनतै खराब हो। ल अहिलेको लागि यतिकै।